हेलो गुड मर्निङ गाइज। आज चाहिँ हाम्रो माघे सङ्क्रान्ति, हाम्रो नेपालीहरूको पर्व चाड होइन त, जे भने पनि आज चाहिँ मेरो पनि ठ्याक्क छुट्टी परिरहेको थियो। त्यही भएर चाहिँ यसो मनाउँ न भनेर जहाँ भए पनि अब होइन आफ्नो चाडबाड चाहिँ मनाउँ, सेलिब्रेट गरौँ जस्तो लाग्छ है मलाई चाहिँ। अनि त्यसमा पनि झन् यस्तो खानासाना बनाउने, परिकारहरू बनाउने कुरामा चाहिँ मलाई चाहिँ एकदमै इन्ट्रेस्ट लाग्छ, जाँगर लाग्छ क्या त। यो लड्डु पहिले पनि बनाएको छु बनाउन त मैले, अनि तर पनि धेरै भइसक्यो नि त। अनि योपालि चाहिँ बनाउँछु एकैछिनमा सोचेर, अनि त्यसपछि चाहिँ ल अब त बनाउँछु होस् भनेर चाहिँ मैले सुरु गरेको है। अनि तिल पनि घरमै थियो, अनि त्यसपछि गुड पनि पहिलेकै घरमै थियो, सबै सामान घरमै छँदैछ। अब बनाउनलाई त हो नि, धेरै टाइम लाग्दैन भनेर चाहिँ मैले ठ्याक्क अनि सुरु गरिहालेँ है। अनि भुजा पनि थियो घरमै। त्यसपछि मैले चाहिँ पहिला तिल हल्का हल्का बनाउँछु। अब कोही पनि नखाने भनिरहनु भएको थियो, नानी पनि बाबा पनि। नखाने भने चाहिँ फेरि आफूलाई पनि इन्ट्रेस्ट नलाग्ने कि है, उहाँहरू चाहिँ नखाने, अब कसले खाने त भन्ने पनि हुन्छ अनिखेर। त्यही पनि होस् बनाउँछु, अलिकता रहर लागिरहेछ भनेर अनि मैले चाहिँ सुरु गरेँ। सुरुमा चाहिँ मैले तिल भुटेर खनाएँ, सेलाउन दिएँ। अनि अर्कोपट्टि चाहिँ मैले गुड पकाउन राखेँ। गुडमा चाहिँ हल्का पानी हालेर अनि पाक्न दिएँ। त्यसपछि मजाले उम्लिएपछि मैले चाहिँ पानीमा हालेर चेक गरेँ होइन। अनि ठ्याक्क पाकिसक्यो। त्यसपछि चाहिँ मैले अनि तिलको लड्डु बनाउन सुरु गरेँ। एक्लै बनाएको कि मैले त एक्लै, नानी बाबा सबैजना टिभी हेरेर बसिरहेको थिएँ। अनि मैले चाहिँ म त बनाउँछु भनेर एकैछिनमा बनाएर लड्डु बनाएर, मेरो बेबी हेर्नु नि, मेरो भोइस ओभर सुनेर हाँस्दैछ उहाँ। अनि मैले चाहिँ एकैछिनमा तिलको लड्डु अनि प्लस भुजाको पनि बनाएको थियो अलिअलि। अनि मेरो हस्बेन्डलाई चाहिँ एकदमै मन परेछ तिलको, उहाँले नै खानुभएको रहेछ। मेरो बाबुलाई पनि एकदम मन परेछ, उसले पनि खायो। अनि भुजाको चाहिँ नानीले खाए। यति गर्दा पनि कति रमाइलो भयो नि त होइन। जे भयो नि, अब आफ्नो चाडबाड मनायौँ, रमाइलो भयो, जे होस् है। यति मात्र हो ल, हस् त। मेरो भिडियो पुरै हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। युट्युबतिर पनि आएर यसो मेरो भिडियो हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। हस् त, धन्यवाद।